फ्याम नमस्ते सबैजनालाई स्वागत छ तपाईँलाई मेरो नयाँ भिडियोमा। आई होप सब सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै नै फिट एन्ड फाइन नै छु। अनि आज चाहिँ के हो थाहा होला हैन, आज चाहिँ दुर्गा थाप्ने। म चाहिँ नुहाइधुवाइ गरेर रेडी भइसकेँ। अब चाहिँ फुल ल्याउन जान लाग्छु त्यहाँ। अनि फेरि आज बोका सोका नि काट्ने हुन्छ हाम्रो। अनि आज त फेरि के भेडा के ढाल्छन् त त्यो गराएर के भन्छन् त्यो कुबिनाहरू घिरौलाहरू गराएर म चाहिँ अहिले फुल ल्याउन जान लाग्छु, रङ ल्याउन जान लाग्छु। अनि क्यामेरा चाहिँ राम्रो आएन होला कि आहा। म एकछिनपछि भेट्छु नि त है, पर गएर फुलसुल टिप्छु, रङ ल्याउन अनि गर्नुपर्छ। अनि आज नाचेर जानुहुन्छ थिएटर। आज चाहिँ थिएटर म फेरि 2-3 दिन गएर बिजी छु कि त्यसमा, त्यो जोत्ने मागे, त्यही भएर आज चाहिँ हिँड्दैन होला सायद। म दादाहरू हिँड्छ, त्यही नै हो। एकछिनपछि भेट्नुपर्छ है। कस्तो हुन्छ पूजा चाहिँ मैले गर्न लाग्छु, त्यही हो। भिडियो बनाइदिनु चाहिँ हुन्न नला मैले पूजा गरेको 200 तिर भेट्नुपर्छ। अलि यता भाषै त अलि बोल्नु सबै नसकेपछि हो फुलले फुल छैन अर्को पुज्ने लाएर उसले थाहा फलामहरूले जमारा गर्नु न। के गर्ने अब यतिकै अलि रगत झ्याप्पै लगाइदियोस् नि, बेसी कि नि एकै गेट्नुहोस्। चढाइदियो माथि हो त्यो त। बगाइदियो कि रगत अलि धेरै कुबिन्नामा। आफूले त छेक्या छ। माथि राख्दा पवन त्यहाँ ल भयो उगार। फ्याम पूजा सुजा नि भइसक्यो। अनि कस्तो भयो त सुरुचोटि हो नि त। मैले यदि पहिला नि गर्न त गरेँ, तर यसरी गरेँ होइन। मैले दादाले गरेँ, अहिले चाहिँ मैले गरेँ। अनि के भनौँ, अब हाम्रो यो देश विदेशमा बाहिर छरिएका दाजुभाइ दिदीबहिनीहरूलाई पनि ह्याप्पी दसैँ। अब आउनु लागेको नि त। आज त दुर्गा थाप्या, भोलि 15 गते नवमी भइगयो, पर्सि दशमी भइगयो।
अनि सुस्त बोल्यो होला नि कस्तो भयो भिडियो थाहा छैन मम्मीहरूले गरिदिनु भयो अलिअलि सानो सानो छोटो मिठो क्लिपहरू मात्र हान्छ अनि अब चाहिँ यो बोका अनि पत्र कान्छेमा घरको बोका चाहिँ हामीले काट्न लाहौँ अब काट्न जान लाहौँ काट्न लग्छौँ होला पर त्यो पनि त्यो उतापट्टि त्यो भेडाएर के काटेको नि खतरा एकैम काट्या अनि आज चाहिँ सायद तल पनि त्यो मदनहरूको पनि के अरे दिवाली होला अनि साँझ जागरामको भिडियो बनाउन मिल्छ कि नै मिल्यो भने म सानो सानो क्लिपहरू हालिदिन्छु है अनि त्यही हो अब मैले त अरू त नै त्यो देश विदेशमा भएकाहरूको टिकटक त मैले चलाएन तर पहिला टिकटकमा हेर्दाखेरि दसैँ आउँदाखेरि अब दसैँ आउनु 6-7 महिना भयो 6-7 महिना भन्न आउँछ 6-7 दिन अनि पछि फेरि 1 महिना आदि भयो भने चाहिँ मन एकदम आत्तिने रहेछ केही छैन अर्को वर्ष चाहिँ निश्चय तपाईँहरूले पनि लाउन सक्नुहुन्छ आउनु ला अनि हाम्रो घर टिका लाउन आउनु है सबै हाम्रो फ्यामिलीहरू टक्क टिका लाउँदै पैसा दिँदै गर्छु म म घरमै हुन्छु होला जाँदिनँ म कोही मेरो घर कान्छेमा घर पतिर अनि शान्ति बाबुको घर अनि पतिर खेल्ने घर जान्छु होला अनि पतिर ठुलो घर जान्छु होला कोही जाँदिनँ मामा घरतिर पनि जाँदिनँ घरमै हुन्छु आउन सक्नुहुन्छ अब चाहिँ एकछिनपछि भेट्नुपर्ने हुन्छ आजको भिडियो चाहिँ लास्ट रमाइलो गर्नुपर्ने हुन्छ अनि अब भोलि चाहिँ आउँदिन नवमीको अनि दशमीको नि राम्रो भिडियो आउँछ रमाइलो हुन्छ त्यही हो अब धेरै किन बोल्नु अहिले बोका काट्न जाँदाखेरि भेटौँला है यही बोका काट्ने चाहिँ अब टोटल लाउन लाहौँ बोका गएर अनि अब गएर काटेको भिडियो त बनाउनु मिल्दैन होला नि राम्रो भा त्यही हो अब घर काट्छ भने आएर बनाउने छन् भने खाने बस्ने अब त्यही त हो दसैँमा यसमा भेट्छु है दिउँसो भेटेँ म चाहिँ अब किनभने त्यहाँ छ मेरो बसन्ती यसमा हिँडी बिहान 10 बजेदेखि जोति नन स्टप जोति गरेर अहिले चाहिँ ठ्याक्क दादाले जोत्यो अब म चाहिँ मेरो ड्युटीदेखि निक्लेँ अब चाहिँ तलपे नास्ता पानी गर्न जान लाग्छु तिमी काइल डरलाई देखाउनु मेरो छोरीहरू है एन्चे दाईको छोरीहरू अनि त्यही अब तलपैतिर जान्ला कति यही बाटोबाट जान्छ कति यही बाटो मात्र भिडियो बनाउँछ भन्नु दो नि मैले फेरि पराको बाटोमा लास्ट झ्याउ लाग्छ कि त्यही भएर हो अनि मेरो ड्युटी चाहिँ सक्यो अब म चाहिँ राति कतिसम्म फ्री हुन्छु आज चाहिँ म जागराम हेर्न जान्छु अनि भोलि आज दुर्गा हरण जोत्न पऱ्यो क्या दुर्गा थापे हरण बिहानभरि पूजा गरियो त्यसको मिठो मिठो भिडियो हेर्नुभयो होला अब चाहिँ तलपै नास्ता सास्ता खान्छु अनि के कस्तो हुन्छ भेट्नुपर्छ अब भेट्दिनँ होला सायद यार कि त भोलि भेट्छु म है किनभने चाहिँ आज अब साँझ जागराम हेर्न गइन्छ अब रात यसै नि पर्न लाग्यो कति 4 बजेर 5 भन्न लाग्यो 5 बजिसकेपछि यसै रात पऱ्यो उता बल खेल्न जानु मन लाग्यो सायद जान्न होला बल खेल्न यतातिर भट्किने अब कता हुन्छ त्यही हो एकछिनपछि भेट्छ है तल गएर अहिले चाहिँ नास्ता लिएर नै आइसकेँ म अब चाहिँ जान्छु म सिधा घर ड्राइभरलाई खान्दिनँ दाइलाई खान्दिनँ अनि तिमीलाई खानिदिएर जोत्छन् तिनीहरूले अब मेरो त छुट्टी अब तिनको पालो हो सर्टकट हानेको के अब आजको भिडियोहरू कस्तो भयो भएन राम्रो भएन त्यो तपाईँहरूले कमेन्ट बक्समा भेटेर प्रतिक्रिया दिन सक्नुहुन्छ यस्तो भएको छैन यस्तो गर्नुपर्छ भनेर भन्न सक्नुहुन्छ भिडियो चाहिँ फेरि किन कहिले मन लागेर नहाल्छ कहिले मन लागेर नहाल्दैन भन्नुहुन्छ होला त्यस्तै चलिरह त्यही भएर नि हो
अब छन् त 1 महिना छुट्टी छ तर भिडियो बनाम भने छ मसँग टाइम भन्दा नि छैन छनलाई तर कुनै दिन एक हप्तामा एकचोटि टाइम निकालेर बनाम भनिन्छ तर त्यस्तै भएर नि अब गाडीमा हिँडिरहने अनि के बनाम त्यो गाडीको के बनाम भन्दा बनाएँ होइन त्यही हो अब अझै आजको भिडियो रमाइलो भएन भने दसैँको भिडियो चाहिँ लास्ट रमाइलो हुनेछ अब यति हो आजलाई है म भिडियो चाहिँ यतितिर अन्त्य गर्न चाहन्छु के कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अब यति भन्दै आजलाई म बिदा लिन चाहन्छु आइयो तपाईँहरूलाई राम्रो लागोस् है तपाईँहरूलाई अनि के भन्छन् अर्को भिडियो त्यतिर अन्त्य गर्छु म आज भन्दै आएन कि आजलाई यति भन्दै आजलाई म बिदा लिन चाहन्छु हस्त जय नेपाल।